हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आफ्टर लङ टाइम म भिडियो बनाउँदैछु। किन बनाउँदैछु भन्दाखेरि आज विशेष दिन हो नि त हामी कोरियावासीको लागि चाहिँ। आज चाहिँ हाम्रो किन विशेष दिन छ भन्दाखेरि आदिवासी जनजातिको प्रोग्राम छ। त्यसैले म चाहिँ आदिवासी जनजातिको प्रोग्राममा चाहिँ एटेन्ड गर्नको लागि जाँदैछु। सौल जाँदैछु म। यहाँ रुमबाट चाहिँ म एक्लै हो, अरू नजाने अरे। म यहाँ सुवनबाट साथीहरू भेटेर जाँदैछु, उहाँहरू पनि आउँदै हुनुहुन्छ। अनि त्यसपछि चट्टलासँग लाएर चाहिँ हामी सौलमा चाहिँ आज एकदम भव्यका साथ सम्पन्न गर्नेछौँ। म चाहिँ आज के अरे के भन्छ त्यो राई कल्चरलाई रिप्रेजेन्ट गरेर जाँदैछु। फेरि किन म लिम्बू भएर राई कल्चरलाई रिप्रेजेन्ट गर्ने भन्ने कुरा पनि आउँछ। किन भन्दाखेरि चाहिँ मलाई चाहिँ साकेला नाच्नु एकदमै रहर होइन, पहिल्यैदेखि रहर लाग्ने। अनि सिकेँ नि त, साकेला नाच्नु सिकेँ। अनि त्यही भएर उहाँहरूको टिम पनि अलिकति कम भयो। त्यही भएर मैले चाहिँ उहाँहरूको टिममा चाहिँ अलिक कम भएको भएर मैले म्यानेज गरेर उहाँहरूको टिममा सामेल हुन पुगेँ। उहाँहरूको इन्भिटेसनलाई चाहिँ मैले सरासर स्वीकारेर म उहाँहरूको टिमबाट जाँदैछु। लेट्स सी, म लिम्बूको च्याप्रुङ पनि नाच्छु त त्यस्तो साह्रो प्रपरली चाहिँ आउँदैन, तर पनि कोसिस गर्छु। यदि टाइम मिलेछ भने त्यहाँ पनि नाच्छु। अनि विशेष चाहिँ म साकेलाकै लागि गएको है गाइस। मलाई च्याप्रुङ त नाच्नु आउँदैन, नआइकन त त्यत्तिकै त बुरुक उफ्रिएर त भएन नि त होइन। त्यहाँ त हरेक उत्योहरू हुन्छ नि त, स्टेपहरू आउँदैन मलाई। त्यही भएर चाहिँ म चाहिँ विशेष चाहिँ साकेलाको लागि गएको। साकेला मलाई एकदमै चासुमसिली भन्ने चाहिँ मलाई आउँछ। अनि त्यही चासुमसिली नै देखाउने हो नि त आज राईहरूले। अनि त्यही भएर जाँदैछु गाइस। मैले सुवान पुग्नु लाग्यो। साथीहरू चाहिँ भर्खर ट्रेन चढ्दैछ अरे। मलाई छिटो भनेर लास्टमा उनीहरू चाहिँ भर्खर ट्रेन चढ्दैछ अरे। यसरी गद्दार गर्नु छ। म चाहिँ सुवन पनि आइपुगेँ। त्यो प्लाजा अगाडि बसिरहेको छु साथीहरूलाई पर्खिँदै। साथीहरू कहिले आउने हो टुङ्गो छैन। अझै आएर पनि जोक भएर बसिरहेको छु, काम पछार भएर। साथी पर्खिने जति झ्याउ चाहिँ जिन्दगीमा मलाई मात्रै हो कि त्यहाँ गाँडो लाग्ने। म चाहिँ साथी पर्खाउँदिनँ कुराउँदिनँ भनेर चाहिँ म यहीँ अगाडि आएको। लास्टमा मैले कुर्नु पर्ने भयो गाइस, दुःखको कुरा। हार्दिक स्वागत छ हजुरलाई। यहाँ चाहिँ हामी साकेला टोली भेला भइसकेका छौँ इन्डियन रोयलमा। खै नमस्ते, मलाई नमस्ते। भाग्यमानी हुनु। योभन्दा अझै धेरै भाग्यमानी हुनुपर्छ। कहाँ जानुभयो सौलदेखि उता? एबिनारो घुमेर आउनुभयो क्या? खुसी लाग्यो। विषय हो शान्त कुरा हो। यो चलिरहोस्, सक्रियता रहिरहोस्। त्यसमा हामी पनि के सक्छौँ, कति सक्छौँ, कति जान्दछौँ। सम्झनामा आउँछ हजार। के हो पारा छ, यस्तो नि हुन्छ जिन्दगीमा। गाइस हामी चाहिँ यहाँ प्र्याक्टिस हलमा जाँदैछौँ। एकछिन प्र्याक्टिस गर्ने हो, त्यसपछि देखाउने कागे।
डेस्टिनेसनमा झन्डैले हामी खोर 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 भेटा बाख्राहरू खोर 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 अघि त हामी त यहाँ कति साथी केही नभेटेर नि खोर 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 बिचामा धन्दामा मोबाइल कति बालेर खोर 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 ए यहाँ रहेछ नि हाम्रो पूर्वी नेपाल दक्षिण कोरियाको हाम्रो के एसी एसी अफ छ गाइज हामी लोकेसनमा आइपुगिसक्यौँ हेलो गाइज सबैजनालाई गाइज मलाई खुसी लाग्यो यार हाम्रो गाउँको पनि फोटो रहेछ कालो पोखरी कहाँ छिन्तापु त्यसपछि कहाँ यहाँ रवि चियाबारी कहाँ थियो यहाँ चिया बगान लब्रीकुटी पनि इलाम हो कि पास त कता कता हो ल गाइज हामी चाहिँ हिँडिसकेँ साकेलामा च्याट्टसँगले रेडी भएर लाग्दैछौँ पछाडिबाट आउँदैछ गाइजहरू होइन हामी पनि लागिसक्यौँ त ढोल झ्याम्टा बजाएर च्याट्टसँगले हिरो भएर आउँदैछन् फर्स्ट हिरो चाहिँ मै होला है बस हो गाइजहरू कमेन्ट गर्नु होला भन्थ्यो कि सुनिहाल्छ नि मैले यस्तो गरेपछि अगाडि बोलेपछि धेरै बोल्नै पर्दैन क्या अब स्पिकर किन्नु पर्ने छ हौ पैसा कमाएर त्यो जाडोमा गर्मीमा हो हामी चाहिँ पुरा कोट पुरा लाएर जाँदैछौँ गाइडहरू आउँदैछौँ यतिको हुन्छ हामी नेपाली हो नेपाली गर्छ क्या ट्रेन चढ्ने अब हामी अब